साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी युना अनि दिदी चाहिँ यहाँ पुरा कसरी लाग्दै हुनुहुन्छ पिकनिक खान आएको है अनि खास हामी चाहिँ गोर्खा भेट जाने कुरा थियो अनि पानी पर्यो नि त त्यही भएर चाहिँ हामी चाहिँ यहाँ ट्री हाउस तल आछौँ अहिले चाहिँ हामी दुईजना मात्रै आएको यहाँ चाहिँ ठाउँ हेर्न आएको यस्तो फोहोर रहेछ त्यहाँ माथि चाहिँ मान्छे हुनुहुन्छ त्यही भएर चाहिँ अब चाहिँ हामी यहाँ यसो सफा गरेर चाहिँ जान्छौँ अनि अहिले मम्मी आन्टी बाबा भाइ बहिनीहरू सबै आएर यहाँ बनाएर खान्छौँ हजुरहरूलाई म देखाउँछु सबै लास्टसम्म हेरिदिनु होला त्यहाँ सफा गर्दै हुनुहुन्छ अहिले चापी छ स्कुटरको त्यही भएर साथीहरू अब के हुन्छ खास गोर्खा भेट जाने भनेको त्यहाँ राम्रो नि थियो नि त ठाउँ पानीले घात गरे के अस्ति नै त्यस्तै भएको थियो त्योभन्दा अगाडिको भ्लगमा पनि त्यही भएर क्यान्सल भएको थियो अब यो पनि त्यस्तै होला जस्तो छ तर हामी चाहिँ हुन दिएनौँ नजाने कुरा नि भएको थियो अनि फेरि जाने भनेपछि त अब जाने नि त मम्मीले पनि जाने भन्नुभयो खासै चाहिँ मम्मीको प्लान है अस्ति नैको पनि मम्मीकै प्लान थियो अहिले पनि मम्मीकै र त्यही हो साथीहरू यस्तो छ झारै झार्छ जुरा जुगा लाग्ने सम्भावना छ त्यही हो म चाहिँ अब अफ गरिदिएको र म चाहिँ आएँ त्यो एउटा कुरो देखाउँछ आऊ न भिडियो नबनाऊ है के हुँदैन यहाँ के दियो के दियो साथीहरू हामीले चाहिँ यस्तो खतरा चिज देख्यौँ देख्न नहुने थियो देख्यौँ अलि राम्रोसँग प्रयोग गरेर फाल्नु होला दिदीले चाहिँ पुरा सफा गरेर आगो पनि देखाउनु बोल्दैछ यहाँ चाहिँ भाइ त्यहाँ पुरै सफा गरेर फाल्नुभएको छ दिदीले चाहिँ अनि साथीहरू म चाहिँ अघि हेलमेट लाएर जान बिर्सेछु धन्दा चेकिङ भएन अनि मेरो कति पर्थ्यो 50,000 त होइन 5,000 अनि त्यहाँपछि मेरो मोबाइल पनि झरेको धन्दा मान्छे चाहिँ झरिनँ म त्यहाँ कालिका चोकमा अनि त्यही हो त्यहाँ साइडको त्यो अङ्कललाई दिनु भनेको त्यहाँ जोल्डिङ रहेछ नि त त्यही भएर त्यही साथीहरू के गर्नु अब बाइकको लाइसेन्स भएर नि के गर्ने हो र है छन त बाइकको लाइसेन्स छ नि तर के गर्नु के बाइक पो छैन त लाइसेन्स त छ नि फेरि स्कुटर नि छैन कि तर के गर्नु साथीहरू गाह्रो छ मेरो मोबाइल चाहिँ अघि झरेको थियो जोल्डिङमा अलिकति केही मिलेनको नि स्पिड नि त्यस्तो थिएन त्यही भएर रमाइलो भन्छु हामीले चाहिँ आटा गरेर भ्यायौँ यसो खाएपछि त फालिदिनु नि यो भिडियो देखे हो भने आऊ यहाँ सफा गर्नलाई हजुर यस्तो सरा देख्यो तिमीहरूलाई रेखेको छ 100वटा भन्दा बढी होला साथीहरू बियरको बोतल तिमीहरूलाई अब यस्तो गर्यो भने यो कुच्चोले हान्छ जसले यस्तोमा नि बस्ने रहेछ है हेरे हेर न यहाँ मासु पकाउन लाउनु भएको छ मासु अनि हामी दुईजना भएर चाहिँ अनि भाग्नुहुन्छ त अनि हामी दुईजना चाहिँ यहाँ चटपट बनाउन लाग्छौँ अब खाना रेडी हुनुजेलसम्म चटपट खाम भनेर अनि भाइ बहिनीहरू चाहिँ त्यहाँ छन् चिप्स खाइरहेछन् प्रमिसले कुरो
खसीको होइन कुखुराको खसीको त मन पर्दैन। बाबा अनि दिदी आन्टी चाहिँ आउनुभयो। बाबाले चाहिँ यहाँ लिएर आउनु भएको छ सामानहरू। खर्च गाइजहरू लिएर आएर त केही नै भएन, तर यहाँ लिएर आएको थियो नि त पुरै। त्यही भएर चाहिँ प्रमिसले त कुरो त सबै निकालेर भ्याइसकेछ है प्रमिस। भन न। ले यति प्याज काटेर सक्नुभयो। आँखा हेरौँ न एकचोटि। हामी चाहिँ ल सबै आइपुग्यौँ। मम्मी, दिदी, भाइ बहिनी, बाबा, आन्टी, दिदी अनि यता म। प्याज खै हामीले चाहिँ त्यहाँ त्यत्रो सफा गऱ्यौँ। सफा त दिदीले गर्नुभएको, तर कहाँ हुनु दिदीले सफा गर्नुभएको। अनि मम्मी र मैले चाहिँ यो यिनीहरू कपहरू उठाएको। अनि हामीले चाहिँ खोर सफा गर्नलाई राख्दै थियौँ कि दिदी र आन्टीलाई। चाहिँ आन्टीले गर्दै हुनुहुन्छ। ल यहाँ टक्कर आएर खानेकुराहरू छ होइन। आन्टीले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। ल आन्टीले त त्यहाँ सक्नुभयो है दिदी सफा गरेर। त्यस्तो भनेर होइन है मैले। कस्तो छ दिदी? कालो निकाल्न भएन, गोरो चाहिँ निकाल्न खानेकुरा मिठो खानेकुरा अब चाहिँ खाना लाग्छ है। इडिट गरेर भयो नि। अब यहाँ चाहिँ पाकिन्छ खाना। मासु चाहिँ पाकिसक्यो। ल अब चटपट छाँदैछु। कालिका चोक हजुर। म चाहिँ अब यहाँ कतिवटा त्यस्तो जरेबाट खाएको त होइन, तर त्यति उस थियो क्या किरा खानु लाग्थ्यो। अनि भोरेको 7वटा 7वटामा यस्तो खानु खाएपछि बङ्गुरको मासु 1 किलो लिन जान्छ अनि त्यसपछि उनीहरूलाई चेयर्स। मैले चाहिँ खाइसकेँ त्यही पनि। चाहिँ बुङ्गुरको मासु पोल्दैछु। जुगाड गरिरहेको छु क्या यहाँ यसरी। त्यो पोल्ने कुरा लिएर नै बिर्सेछ क्या, त्यही भएर चाहिँ यसरी पोलिरहेको छु बाबालाई यहाँ। मम्मीलाई अघि भिडियो बनाइदिनु भनेको, फोटो खिचिदिनु भएको क्या। मैले चाहिँ बुङ्गुरको मासु चढाउनु भनेको दिदीले चाहिँ यहाँ चढाउने यतातिर लुकेको थियो त। हामी चाहिँ अब दिदी र म भएर चाहिँ बुङ्गुरको मासु लिन जानु लाग्यो। अनि सुरुमा चाहिँ हामीलाई थाहा थिएन दिदीको हस्बेन्ड पनि आउनुहुन्छ भनेर। अनि मनपर्छ अरे दाइलाई चाहिँ बुङ्गुरको मासु, त्यही भएर चाहिँ हामी चाहिँ दिन जाँदैछौँ।
हामीले कति 300 को मात्र लिएर थियौँ कि बाबा र मैले मात्र खाने भनेर अनि पछि चाहिँ अनि भाइ पनि आउने भनेर दाइलाई नि मनपर्छ अरे हजुर मोबाइलमा त छ ल ल त्यही हो साथीहरू मसँग चाहिँ क्यास छैन मोबाइलमा छ कि ल है ओहो नि चिप्लेको म के गरौँ माथिबाट चढौँ फेरि लड्यो अनि ल है झर्मी क्यारौँ चिप्ले माथिबाट हो माथि झर्छ है म मलाई चाहिँ यस्तो डर लाग्छ नि म त झर्छ है म त झर्रुम रुम रुम मलाई डर लाग्छ कि म उताबाट झर्छु के लास्टै चिप्लो राम्रोसितै दिदी फेरि हिँड्दै हामी चाहिँ रोडमा आइपुग्यौँ अघि चाहिँ हामी उताको बाटो गर्थ्यौँ अनि अझ हामी यताको बाटो आएको आमामा डर लागेन ल चाहिँ म चलाउँछु बङ्गुरको मासु कता राम्रो पाइन्छ त्यतै अब चाहिँ बहिनीको बाइक राइडरले स्कुटर चलाउँदै हुनुहुन्छ यता हो ल हामी चाहिँ दिदी हो मिरर माथि गर न गाप्ठेर भयो बो पानी परे सिमसिम यस्तो रमाइलो भइरहेछ यहाँ बङ्गुरको मासु लिँदैछौँ पानी पऱ्यो फेरि यो चाहिँ कालीकाट चोकबाट भित्र है हजुरहरूलाई के आउन छ भने चाहिँ यहाँ कालीकाट चोकबाट सिधा माथि चाहिँ हामी आउने बित्तिकै यस्तो पानी पऱ्यो अब चाहिँ म यहाँ मेरिनेट गर्दैछु बङ्गुरको मासु आन्टीले चाहिँ यहाँ अचार बनाउँदै हुनुहुन्छ ल ल ल है ल यस्तै छ सुनेको यो गीत यहाँ चाख्दैछु आउनु त आमा जुगा बहिनीको मलाई नि पत्ता सिक्रेट बहुत जुगा लाग्यो जुगा हैन जुगा हैन त्यसै गाइस म चाहिँ यहाँ पोल्दैछु बुङ्गुरको मासु पकाउने भाडा नभएपछि के गर्नु त आथा मलाई नि यहाँबाट पोल्यो ल अब फेरि यहाँ चाहिँ मम्मीको लागि कुखुराको अब पोल्न लाग्यो यहाँ चाहिँ भेनाजु नि आउनुभयो ल अब म फेरि पोल्न लाग्यो है त कुखुराको पाक्यो अब यस्तो छ यहाँ चाहिँ हामी चाहिँ अब त्यो घरमा लाइट छ कि
भनेर चाहिँ सोध्न जाँदैछौँ। यस्तो छ बाटो। अहिले चाहिँ बहिनी र दिदी रोलर कोस्टर छ बाटो। त्यही हो साथीहरू। यहाँ चाहिँ पुलाउ र मासु छ। प्रमु खाऊ छिटो। है अब चाहिँ म खान्छु। कति बज्यो? 7:30 भइसक्यो साथीहरू। यस्तो हरार छ यहाँ चाहिँ। त्यहाँ घरदेखि लिएर आएको बत्ती यहाँ चाहिँ अघि बनाएको अचार। बजारमा यसको हाम्रो भेट हुँदा यता ठुलाकोट मुस्काउँछे खै यता आँखामा पर्यो। अब त्यहाँ दाइ मम्मी खै यता देखाउनु त ल मलाई चाहिँ लागेन है केही पनि। यता बाटो छोडिदिनु त आमा। ऊ त्यहाँ दिदी साथीहरू मैले चाहिँ भ्लग चाहिँ इन गरिसकेको थिएँ होइन। तर फेरि यहाँ खतरा मुभमेन्ट आयो क्या, त्यो भएर चाहिँ मैले जोडेको। ल ए आमा यस्तो बाटोमा नि अनि हजुर यस्तो छ हालत। माथि नै राख्न पर्ने कि है पान अघि नै गरिसकेको हो इन्डिङ पार्ट त। अब यो जोडिदिन्छु फेरि। खतरनाक भन्नुहोस्। कियोस देखाएको होइन? के देखाएको रे? नाइट कियोस। खतरनाक भएछ यार। र त्यही हो साथीहरू। मेमोरिज हुने भयो खतरा। साथीहरू हामी चाहिँ धन्दै लडिन। र त्यही हो यो घरको आन्टी अङ्कल दाइ भाइ दिदी बहिनी एकदम काइन्ड। के थाहा हुनुहुन्छ कि हामीले नदेखेको एकदम। यो भिडियो हेर्दै हुनुहुन्छ भने हजुरलाई चाहिँ एकदम धन्यवाद होइन। थ्याङ्क यू सो मच। ल साथीहरू अब चाहिँ म चाहिँ अब यहाँ हिँड गर्छु। अब चाहिँ हामी जान लाग्यो नि त। सबैले बाई बाई भन्नु। ल बाई बाई। ल हजुर दाइ ल बाई बाई। ल बाई बाई बाबा। यता बाई भन्नु न। यता घरमा भनेको हो कि। ल ल साथीहरू ल बाई बाई। कुकर है त नि।